टिम्स भन्ने सफ्टवेयरमा जाने, त्यसपछि लगइन गरिसकेपछि लगइन गर्ने र जेनरलमा जाने, जेनरलमा गएर फाइलमा जाने, फाइलमा गएर त्यसपछि यता फोल्डर छ यिनीहरू 2025 का अनि स्टाफ वाइज फोल्डरहरू छ। स्टाफ वाइज फोल्डरहरूमा आफ्नो फोल्डर चुज गर्ने, आफ्नो फोल्डर चुज जस्तै यहाँ जानकारीको लागि सेजुलालकोमा गऱ्यो अनि त्यो भित्र पनि 3टा फोल्डरहरू छ, केस स्टडी, न्युज लिङ्क, फोटो। अनि फोटो हाल्नु छ भने फोटोमा, न्युज हाल्नु छ न्युजमा, फोटोमा मैले हालेँ। त्यसपछि फोटोभित्र पनि फोल्डर छ मल्टी वाइज गर्ने अनि यता प्लसमा क्लिक गर्ने अनि त्यसपछि अपलोडमा क्लिक गर्ने। अपलोडमा क्लिक गरेपछि माथि चार कुने हुन्छ अनि 4 कुने चाहिँ फोटोको विवरण देखाउँछ र फोटो चुज गर्ने, त्यसपछि अपलोड गर्ने। हजुर धन्यवाद छ। यो भिडियो अवश्य तपाईहरुलाई ब्याकको लागि फेरि ब्याक गर्न सकिन्छ। अभी और गएर कपडे पक्रिसक्यो।